नमस्ते सबैजना, मेरो आइपिओ इन्फर्मेसन युट्युब च्यानलमा म फेरि नै उपस्थित भइसकेको छु आइपिओको बारेमा जानकारी र इन्फर्मेसन लिएर। साथीहरू, लगानीकर्ताहरूको लागि खुसीको खबर छ। एउटा नयाँ कम्पनीले आफ्नो आइपिओ यही असाढ 22 गतेदेखि लिएर श्रावण 4 गते आइपिओ जारी गर्न लागेको छ। त्यो कम्पनी कुन हो, त्यो कति किता सेयर इस्यु गर्न लागेको हो, पहिलो चरणमा कुन कसको लागि आइपिओ जारी गर्दैछ, तपाईले कति किता आइपिओ जारी गर्नुपर्ने हुन्छ भनेर सम्पूर्ण जानकारी मैले तपाईलाई यस भिडियोमा दिनेछु। कृपया मेरो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब, लाइक, कमेन्ट गरिदिनु होला। अब ढिला नगरौँ भिडियोतर्फ। मबिलुङ इनर्जी लिमिटेड कम्पनीले आफ्नो जारी पुँजीको रु 38 करोड 58,24,000 को 48.998 अर्थात् 18 करोड 90 लाख 53,000 रकम बराबरको रु 100 अंकित दरका 18,90,530 किता साधारण शेयर सर्वसाधारणको लागि निष्कासन गरिनेछ, जसमध्ये स्वीकृत मार्फत जारी पुँजीको 10% अर्थात् 3 करोड 85,82,400 रकम बराबरको रु 100 अंकित दरका हिसाबले 3,85,824 किता साधारण शेयर जारी गर्न लागेको हो। यसले पहिलो चरणमा विदेशी रोजगारमा रहेका नेपालीहरूको लागि र आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको लागि आइपिओ निष्कासन गर्न लागेको छ। नेपाल सरकारबाट श्रम स्वीकृति लिएर विदेशी रोजगारीमा गएका नेपालीहरूको लागि यसले 1,50,50,471 किता आइपिओ निष्कासन गरेको छ, जुन कि विदेशमा रहेका नेपालीहरूले आवेदन दिन सकिनेछन्। कम्तीमा यस कम्पनीमा मिनिमम 10 किता र बढीमा 50,000 कितासम्म आवेदन दिन सकिनेछन् र यसको जुन भ्यालिडिटी छ त्यो तपाईको असाढ 22 गतेदेखि लिएर श्रावणको 4 गतेभित्र आवेदन दिन सक्नुपर्ने हुन्छ। अब कुरा गरौँ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको लागि यस कम्पनीले 3,85,824 किता साधारण आवेदन दिन सकिनेछ। यस कम्पनीको तपाईको आयोजना प्रभावित क्षेत्रका जुन ठाउँहरू छन्, जुन कि भनौँ बासिन्दा दिने भनेको ठाउँहरू सकु बनसम्बा जिल्लाको मादी नगरपालिका वार्ड नम्बर 7, 8, 9 र चैनपुर नगरपालिका वार्ड नम्बर 2, 3, 7, 8, 9 मा स्थायी बसोबास या आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले यसमा आवेदन दिन सक्नेछन्। यसमा कम्तीमा 10 किता आवेदन दिन सक्छन् भने बढीमा तपाईको 50,000 सम्म किता आवेदन दिन सक्नेछन्। तपाईले यो निवेदन दिनको लागि तपाईले असाढ 22 गतेदेखि स्टार्टिङ गर्नुपर्ने हुन्छ भने तपाईको श्रावण 4 गतेसम्म हो। यदि श्रावण 4 गतेसम्म पनि यसको माग पूरा भएन भने तपाईको आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूमा त्यसपछि यसको थप तपाईको 19 गते श्रावण 19 गतेसम्म भर्न सकिनेछ। यस कम्पनीको बिक्री प्रबन्धकको रूपमा लक्ष्मी क्यापिटल रहेको छ। त साथीहरू, यो थियो मबिलुङ इनर्जी लिमिटेडको आइपिओको बारेमा जानकारी, जुन कि यही असाढ 22 गतेदेखि लिएर श्रावण 4 गतेसम्म निवेदन दिन सकिनेछ। सबै जानकारी तपाईले पाउनुभयो, कहिलेदेखि यो निष्कासन हुँदैछ, कसले निष्कासन गर्दैछ र कति किता निष्कासन हुँदैछ भनेर तब हुँदैछ। अर्को फेरि नयाँ भिडियोमा म उपस्थित हुने नै छु। तबसम्म मलाई आज्ञा दिनुहोस्। धन्यवाद। जय नेपाल।